घरि उफ्रेको छ, घरि रुखमा बाँदर जस्तो सिलसिला हानिरहेको छ, काम केही गरेको छैन। त्यसको दिमाग सच्याउनु पर्छ। हर्क साम्पाङको त लेभल होइन, एउटा पिउन हुने, एउटा घन्टी हान्ने मान्छे, एउटा लेबर हुने मान्छेलाई मेयर बनाउनु धरानको जनताको लागि दुःखद भएको कुरो महसुस रहेका छन्। हर्केले केही गरेको छैन। घरि उफ्रेको छ, घरि रुखमा बाँदर जस्तो सिलसिला हानिरहेको छ, काम केही गरेको छैन। त्यसको दिमाग सच्याउनु पर्छ। हर्क साम्पाङको त लेभल होइन, एउटा पिउन हुने, एउटा घन्टी हान्ने मान्छे, एउटा लेबर हुने मान्छेलाई मेयर बनाउनु धरानको जनताको लागि दुःखद भएको कुरो महसुस रहेका छन्। हर्केले केही गरेको छैन। घरि उफ्रेको छ, घरि रुखमा बाँदर जस्तो सिलसिला हानिरहेको छ, काम केही गरेको छैन। त्यसको दिमाग सच्याउनु पर्छ। हर्क साम्पाङको त लेभल होइन, एउटा पिउन हुने, एउटा घन्टी हान्ने मान्छे, एउटा लेबर हुने मान्छेलाई मेयर बनाउनु धरानको जनताको लागि दुःखद भएको कुरो महसुस रहेका छन्। हर्केले केही गरेको छैन। घरि उफ्रेको छ, घरि रुखमा बाँदर जस्तो सिलसिला हानिरहेको छ, काम केही गरेको छैन। त्यसको दिमाग सच्याउनु पर्छ। हर्क साम्पाङको त लेभल होइन, एउटा पिउन हुने, एउटा घन्टी हान्ने मान्छे, एउटा लेबर हुने मान्छेलाई मेयर बनाउनु धरानको जनताको लागि दुःखद भएको कुरो महसुस रहेका छन्। हर्केले केही